छ्या मिठै रहेछ नि औषध जस्तो. So what I wanted to say is अस्ट्रेलियामा जति नै जसले जे नै भने पनि you are running on loop के हैन होला नि 10% people doing something else तर 90% लाई यो दौड सिमिलर हो क्या एउटै खाले हो क्या You repeat the same thing आज पनि भोलि पनि हैन तर प्यासनेट कुराहरू मन भुलाउने कुराहरू चाहिँ गर्नुपर्छ काम मात्र भयो नि बोरिङ र डिप्रेसिङ हुँदो रहेछ लाइफ त्यही हो पैसा चाहिँ हुँदैन है फेरि मिठो त छैन तर रिल्याक्स लेखेको छ तुलसी लेखेको छ प्यासन फ्लावर लेखेको छ हप्स लेखेको छ हैन नो सुगर लेखेको छ त्यो भएर खानै पर्यो